धेरै भाषा नछाड है। अहिले यही हँसियाले ठुङ्गिदिन्छु नि फेरि। तिम्रो घरको बस्तुलाई घाँस काटेर खुवाउन हामीले ठिका ल्याएको छ र? धेरै बोल्ने होइन नि फेरि। भयो भयो, फेरि ज्यान मुद्दा केस लाग्ला है। ठुङ्ने सुङ्ने कुरा चाहिँ नगरौँ। खुसीको खबर दिन लाग्यो कि के हो गोले भाइ साइलीले? खोइ दिदी, हामी जस्तो अभागीलाई कहिले दिएर र खुसी खबर भगवानले पनि। त्यसो नभन गोले भाइ, तिमीहरूको जुन सम्बन्ध थियो नि त्यो सम्बन्धलाई रहिरहन दिनु नै ठुलो कुरो। आखिर भगवानले हामीलाई जुन कुरा दिनुभएको छ नि त्यो त भोग्नै पर्छ। आफ्नो मनलाई सानो नबनाऊ। जब दिशा लाग्यो तब लोटा खोजे चाहिँ गर्छ। यो त हामीसँग के छ छैन राम्रोसँग हेर्नुपर्छ नि। झन् ढिलो भएको बेलामा स्कुलमा पढ्ने विद्यार्थी पनि त चाहियो। गाउँका सबै केटाकेटीहरू राम्रो शिक्षा भनेर बोर्डिङ भन्दै सहरतिर छन्। खै हामी यही स्कुलमा पढेर यत्रो भयो। अब हामीसँगै पढ्ने साथीहरू कोही युरोप, कोही जापान, कोही अमेरिका छन्। नजिकको तीर्थ हेला भनेको यही त हो नि। भ्याकुटाले खेतको आली चढ्न नसके जस्तो भइरहेको छ त। ओ नाथेले मलाई के मात्रै भ्याकुता जस्तो देखेछ? यो भारीले रिस उठाएर मलाई पर्लास नि फेरि अहिले। हे भगवान, यो भाग्यभन्दा ठुलो यो धुरी छ के हुन्छ र? दुईजना सुन्दरहरू कता हो? आज चिटिक्क परेर जाँदै पनि किन चाहियो त तिमीले चाहिँ? के सुन्दा नि नहुने हो र? यसरी लुकुर लुकुर हिँडेको देखेपछि टाढा होइन, यही तल बजारसम्म जान लागेको। जाने हो त। तिमीहरू कता चुमुक चुमुक गर्दै हिँड्ने? घरमा त्यत्रो 17 बिजोग छ, कामै काम बित्या छ। तिमीहरू चाहिँ लख लख गाउँ डुल्दै त्यही लफङ्गालाई भेट्नु गएको होला होइन? कति नै सुत्नै जान लाग्छ के गाउँको मान्छेसँग भेट्न कुरा गर्न पनि हुन्न र के हो त यस्तो? लाउदिन के लान लौ जान्न के यार यत्रो खेल बारी खान बारी। त्यो माया छ नि, को माया? त्यही के त त्यही टिब्रे कान्छाको बुइनी। ए मुला, त्यो त बच्चै छ। मुला बिहे गरेको भए 3-4 वटा बच्चाको आमा हुने बेला भइसक्यो। बच्चै छ भन्छ। ए आड्दै मुला, मै आड्दै हाल्छु नि फेरि। यहाँ धेरै आँखा नलागो है। माया मेरो एकतर्फी लभ हो। नाबालिक हो, कानुन लाग्ला कानुन। सकिन्न यहाँको मान्छे ठिक छैन। झन् अभिगत त के होला? कोसिस गरेपछि नसकिने केही छैन दाइ। एउटा पशुलाई त बाँधेर पाल्दाखेरि उसले हाम्रो भाषा बुझ्छ भने हामी त मान्छे हौँ। यो चाहिँ ठुलो कुरा हो र। आज पो नबुझ्ला, भोलि नबुझ्ला, समय बितिसकेपछि त कसो नबुझ्ला होइन र? होइन, मैले रक्सी खाएँ नि जाँड खाएँ। तिमीको के को टाउको दुखाए? के मैले जाँड खाएँ भन्दैमा तिम्रो धुरीमा ढुङ्गा नाच्छु र? तिम्रो दैलोमा मुद्दा नाच्छु र? आएर उसले कति नै नराम्रो गरे जस्तो पो गर्छ है। आजभोलि कसैले गुण लाउने जमानै छैन। आफ्नो टाउको काटेर दिए पनि अलिकति बाङ्गो काटेर दिइस् भन्छन्। जब एउटा मुडो बोकेर आउँदो त तस्करीको स्तरमा पुर्याउने मान्छेले लायो गुण। यो गाउँको मान्छेले गुण, बाख्राको बोकोलाई नुन भनेको उस्तै हो। होइन पुण्यसँग तुलना गरेको आउने बित्तिकै हाम्रो वनपाले ए सिसिमुनि पो त्यस्तो चाहिँ छैन के म। त्यो त पढा बेलामा देखिहाल्छ नि को कस्तो छ भनेर। आफूले गरेको चाहिँ नदेख्ने, अरूले गरेको मात्र देख्ने। हो नि है, त्यही त। ओ दिदीबहिनीहरू अलिकति खाना छोडिदिनुहुन्छ कि मलाई? हुन्छ। यो खानेपानी त हो नि? यो हो नि। अलिकति खाउँ कि भनेको पानी। तपाईँलाई त कहिले यो गाउँमा देखे जस्तो लागेन त? होला, हिजो भर्खरै तपाईँहरूको स्कुलमा सरह भएर आएको। अब म तपाईँहरूको छिमेकी बनाउँ कि भनेर। ए भनेपछि मास्टरजी पो पर्नु भएछ त? हजुर। होइन हो केटी हो, को अन्जान मान्छेसँग धारामा बसेर गफ लडाइराखेको? को हुनु र? हाम्रै मास्टरजी हुनुहुँदो रहेछ। हाम्रै गाउँको स्कुलमा पढाउन आउनु भएको परे। ओहो नमस्कार, तपाईँ पो पढ्नु भएछ। स्कुलमा कुरा भइरहेको थियो गणित टिचर चाहियो भनेर। अब भने बल्ल मजा आउने भयो पढाउन। तपाईँ पनि पढाउनुहुन्छ हो स्कुलमा? हजुर, सामाजिक पढाउँछु। ल दुईजना मास्टरहरू भेट भइहाले पो। अब चाहिँ हामी जानु पर्ला। पक्न अब सँगै जाउला। त्यही त नि यो मुना। हे भगवान, के गर्ने हो यो घरको मान्छे? देखेन दाउरा चिरिरहेको? तिम्रो आँखामा दूरबीन लाउनु पर्यो।
ओहो यो दाउरा त आरी जङ्गलबाट ल्याएको छ नि फेरि सिसिमुनले देख्यो भने घरमै आउला नि तैँले देखेनस् मेरो बारी भोरी कति रुख छ? जिते सिसिमुनिले त्यस्तो सोच्छ होला त फेरि गाउँभरि कुरा काट्दै हिँड्ला त्यो तिम्रो अनि थाहा पाउलास् त्यो भन्दा जटिल त सिसिमुन त छस् त। तैँले भन्न गए त अनि त्यसलाई। अब त्यो त तँलाई थाहै छ नि यसो अलि बोनी गरिदिए त्यो कुरा म त बिर्सिहाल्छु नि विद्या चाहिँ नभए तो मलाई जहिले न्यु खन्द नआइजाए तेरो म फेरि यो बन्चरो भनेर पोक्लक्कै ढालिदिन्छु नि। फेरि सधैँ बिर्सिने होइन कि सम्झिरहन्छस्? होइन जहिले के खाएर बस्छ हो झन् झन् रिसाइरहेको छ त अहिले तँ यहाँबाट भाइजा जस्तो फेरि बन्चरो आउला नि तँलाई। आयो भुरेले मार्छ कि जन्मर पर्ला त तँलाई नारा ओइ मुना तलको बाख्रा माथि धपा त कता त्यहाँ तल हेर्न सन्जु ओइ सन्जु के भयो तँलाई मेरो त सबै उडाइदिस् तैँले आज सन्चो छैन हो तँलाई ठिक छु त्यस्तो केही भएको त छैन आजभोलि कस्तो जिगन्टोला यस्तो जिउ दुखे जस्तो हुन्छ केही खान नि मन लाग्दैन के भएको खै के भयो त्यस्तो सन्चो नभएको भए घरमै बसे हुन्थ्यो नि ठिक छु त्यस्तो केही भएको छैन भारी बोक्न सकेनस् के हो सकिहाल्छु नि ल बिस्तारै उठेर हाँस्या मेरो बाख्रा नै ल्याइदे है ल ल ल होइन हौ दाइ आज त वनतिर जानु भएन छ त खेततिर पो झर्नु भएछ त। वनतिर गयो खेततिर नाश गरिदिन्छन्, खेततिर आयो वनतिर नाश गरिदिन्छन्। होइन के गरेछन् हौ दाइ त्यस्तो नाशै हुने गरी? सबै ठिकै छ त। गरेको छैन केही पनि। एक दुई दिन खेतमा के नआएको हुसुक्कै बनाएछन् नि। पानी जति सबै उनीहरूकोतिर फर्काएर मान्छेको बाली चाहिँ बाली होइन उनीहरूको मात्रै बाली। मर्न नसकेको अरू। कस्तो आरोप लाउनु भएको दाइ? कुन चाहिँ गाउँलेले अरूको बाली बिगार्ने काम गर्ला र? त्यही नि तपाईँकोमा त पानी पुगिरहेछ त, अरूकोमा नि अलिक पुगेन होला लग्यो होला। अब अरू ठाउँबाट पानी लैजाउँ भने सबैको खेतमा पानी लाने कुलो यही हो। म पनि आज यसो खेतमा पानी लाउँ कि भनेर हेर्न आएको। हिजो अस्ति कहाँ गएको थियो र पानी नलाइकन? अब हिजो अस्ति त मुनाको खेतमा पानी लगाएको थियो नि त। मुनाको खेतमा पानी लाउँदा लाउँदा मेरोमा लाउनु त मिलेन। अरूको चाहिँ बाली नाली होइन र? अब आफ्नो बाली बिगारेर अरूको बाली सपार्नु? अब मैले तपाईँको बोली नै बिगार्नु त भने छैन नि। सबैजना मिलिजुली खेतमा पानी लगाउँ पो भनेको त। त्यो त मैले पनि भनेकै हो त। त्यस्तो गरिदिन्छन्, अरूलाई हेऱ्यो आफूलाई घाटा। तपाईँ जस्तो बुझ्ने मान्छे गाउँ समाजमा भएपछि त सबैजना मिलिजुली पो पानी लाउनु पर्छ त, होइन र? अहिले तपाईँले पानीको कुलो आफ्नो खेततिर फर्काउनु होला रे, भरे फेरि अर्को आएर त्यस्तै गर्ला रे। अनि त्यो बेला के हुन्छ? त्यसको परिणाम कहिले सोच्नु भएको छ? हामी एउटै समाजमा बसिसकेपछि सधैँभरि रिसा व्यवहार गर्नु त भएन नि दाइ। मायाले त बुझ्नु पर्यो नि तिमीहरूले। आफूलाई रिस उठ्यो भन्दैमा सबैले अप्रिय शब्द र वचन नलगाउनु दाइ। किनकि रिस चाहिँ एकैछिनमा शान्ति हुन्छ, तर वचनले त जिन्दगीभर पोल्छ हौ दाइ। जति गुण गरे पनि नहुने अरू।
यो त देख्ने भन्दा नि मनले महसुस गर्ने हो नि मिस होइन र? है साँच्ची सरले बसाइ चाहिँ कहाँ गर्नु भएको छ नि गाउँमा? तल घरे अन्तरी काकाको मात्रै हो नि। ए हजुर। यो मुला सिसुमनी भने खासै गतिलो मान्छे होइन हो। मिस भएर के गर्नु, जोसँग लठारेर हिँड्या छ। अब लठारेर नहिले पनि के गर्नु, एउटै स्कुल एउटै बाटो, घरसम्म पुग्ने बाटो त हुनु पर्यो नि है साथी। होइन के हो कौवाले त जहिले नराम्रो समाचार मात्र ल्याउँछ नि भन्छु, कहिले काहीँ त राम्रो समाचार पनि ल्याउँछ के हो झ्याप्ले? तिमीहरू धेरै कौ कौ नभनी राख है। तिमीहरू चाहिँ राम्री भएर गोरी भएर के मैले चाट्न मागेको छु र है साथी? होइन तिमीहरू चाहिँ जतिखेर जे भन्दै नि हो नि हामीले त्यही भन्नु हो नि। उता घरमा दाइले तिमीहरूले गर्दा हामीले कतै गाली खानुपर्छ है। अनि उनीहरू चाहिँ यति कुरो भन्दा नि चित्त दुख्नु के? अनि त कौवालाई चाहिँ के कौवा नभए तिमी बोक्नु भन्ने हो? तिमीहरूलाई ओछ्यान उठाउँछु म। मेरो दाइदेखि डराउँछु भनेको म छोड्दैन मुला छोड्दै। ए मुला अघि नै छोड्नु पर्दैन, अघि नै छोड्दा यिनीहरूको गालासाला फुराइदिन्थेँ म। ला प्लिज मलाई तेरो बानी कस्तो थाहा छैन मलाई। अनि कौवा कौ भनेपछि उठ्दैन मान्छेलाई। मुलाहरू कति नसुहाउनु पर्छ, ओछ्यान उठाउन जाने कुरा गर्छ। ल ल मुला भयो छोड्दै हिँड्छौँ। ए हिँड्न जाउँ। हस् त मिस अब छुट्यौँ है। हुन्छ सर, भोलि स्कुलमै भेटौँला नि है। हुन्छ हस्। कहाँ गएर आएको कान्छी? पहिला गएर आएको देखिनस् कहाँ गएर आएको? पहिला गएर आएको मान्छे किन बाटोतिर लखर लखर हिँड्दै त खुरुक्क पैसँग नबसेर? काम साम छैन, बास बस्न लागेको चराचुरुङ्गी मार्दै हिँडेको छ, यत्रो लाठे भएर लाज लाग्दैन? के तिम्रो लागि नाङ्गे बसेको छु र लाज हुनलाई? नाङ्गे बसेको भन्दा नि बढी लाज लाग्ने काम गरिरहेको छौ। अलिकति त हुन्छ नि दया माया पशु पन्छीसँग। अब तिमीलाई माया गर्यो भने मैले बुझ्दैन, जान्थ्यो पशु पक्षीले के बुझ्थ्यो? होइन त कान्छी, धेरै कान्छी कान्छी भन्न राखे, अहिले दाइलाई भन्छ नि थाहा पाउँछ। तिमीलाई के कान्छी नै भन्नु नहुने हो र? नाम छैन र मेरो? नाम त छ नि, मायाले पो बोलाएको त कान्छी भनेर। चाहिँदैन तेरो माया साया, तेरो माया त आफैसँगै राख। मसँग राख्दा राख्दै गुम्सिएर तिमीलाई दिउँ कि भनेर नि कान्छी। यस्तासँग के कुरा गर्ने? छी रुखचरी त छैन, भुइँचरी आएकै ती पनि यस्तो जानु पर्यो घरतिर। ल के भयो, दिनभरि त ठिकै थियो त। झन् बुढाबुढी मासु पकाएर खाउँला भनेर लिएर आएको। खै के भयो, एक्कासी टाउको दुखेर आयो। किन धुवामा बसिरहेको त? झन् साह्रो पार्ला फेरि गएर आराम नगरिकन। लौ मैले आराम गरेँ भने तिमीलाई खाना चाहिँ कसले पकाएर खुवाउँछ त? म आफै पकाइहाल्छु नि, के मलाई चाहिँ पकाउनै आउँदैन र? पकायो खुब। अस्ति एक दिन के पकाएको, नुन मात्रै चर्को। अलिकति बढी भएर के भयो त? तिमीले मिठो मानेर खाएकै थियो त। अलिकति है, बाख्राले बोको खोजेर हैरान छ। अच्छी, मदनको घरमा बिउको पोका छ त, लैजाउ न घाँटी। लगायो बाख्रालाई बोका, घरमा आफ्नो अहिलेसम्म एउटा नासोले जन्म लिन सकेको छैन। फेरि त्यही कुरामा पुग्यो होइन? म छँदैछु नि तिमीलाई हेर्ने। खालि त्यही कुरामा पुग्यो। अब के गर्ने त? हामीले भगवान्ले नै खालि कोख दिएपछि। हो छोरा, म आफै पकाउँछु, पाकेपछि बोलाउँला, गएर आराम गर। होइन के को गन्थन मन्थन हो बुढाबुढीको? ए बाबुको होइन टेन्सन देख्छु त। कसैलाई सन्तान नहुने टेन्सन, कसैलाई बाहिर जानेको टेन्सन। बाहिर चाहिँ को जाने भो कान्छ? को जानु त है, आफै जानु पर्यो नि। अब बरु यसो हजुरहरूसँग यसो पैसा सापरी लिउँ कि भनेर आएको थिएँ। बाबु अहिले त हामी आफैलाई समस्या परिरहेको छ। अब भएको भनेको त्यही भाउजूको गरगहना हो, त्यही राखेर पनि ऋण दिनु पर्यो। 2-4 दिनमा त म तिरिहाल्छु नि। खोइ कान्छ, यो दिएर नि के गर्नु? बुढी गएर कतै जाँदा लाउने चिज पनि यही हो।
ल ल दाइ भाउजू त्यसो भए म गएँ। सन्जु ए सन्जु हजुर लौ के भयो तिमीलाई किन खाना खान नआएको सन्चो छैन हो खाना खानै मन छैन, कस्तो जिउ दुखिरहेछ, रिङ्गटो पनि लागिरहेछ फुपू। कमजोरीले होला यस्तो भएको। झन् यस्तो बेलामा त भोकै बस्यो भने झन् गाह्रो हुन्छ। जाउँ हिँड, आमाले खाना पस्किसक्नु भयो। हस्। होइन तँलाई सन्चो भएन कि क्या हो? अलिअलि टाउको दुखिरहेछ आमा। खै तेरो दाजु पनि कहिले खाना खाने बेलामा सँगै हुँदैन। के भयो केटीलाई? भोलि बिहान तल अन्तर काकाकोमा झारपु गर्न लिएर जानु है नानी। दिनभरिको घामले पनि त्यस्तो हुनसक्छ भाउजू। जता पाए हिँड्ने गाडीकै हुन्छ, जता पाए त्यतै बसिदिन्छ। के थाहा भुत लाग्न नि सक्छ।